हेलो दर्शक नमस्ते सम्पूर्णमा। आई होप कि सबैजना सन्चै आराम हुनुहुन्छ। आज मेरो शुभ जन्मदिनको दिन पाण्डेजीले आज राज तन्दुरी इन्डियन रेस्टुरेन्टभित्र बर्थडे मनाउनुपर्छ है भन्दै लिएर आउनुभएको छ र हामी राज तन्दुरी रेस्टुरेन्टमा पनि आइपुगेका छौँ, तपाईँहरूले देख्न सक्नुहुन्छ। सो अब हामी भित्र छिरिसक्यौँ। एकदमै मिठो राम्रो वातावरण पनि रहेछ। पाण्डेजीले केक बोकेर आउँदै हुनुहुन्छ, साथमा मलाई फेरि 1 सेकेन्ड ह्याप्पी बर्थडे टु यु पनि भन्दै हुनुहुन्छ। थ्याङ्क यू सो मच डियर पाण्डु। अब हामी भित्र कहाँ बस्ने भन्दै गर्दाखेरि लोकेसनहरू हेर्दैछ, कता के भनेर पुरा सोच्दै हुनुहुन्छ उहाँले चाहिँ। क्याटिना कफ यति दामी पोस्टर रहेछ। साथमा हामीसँग अनिस हाम्रो जिग्री भाइ पनि साथमा। उहाँको पछाडि अमिताभ बच्चन एकछिन सक भयो देखेर, यति दामी शानदार पोस्टर उहाँको बारेमा व्याख्या हुँदै थियो। र हामी रेस्टुरेन्टभित्र खाना खाइसक्यौँ र बाहिर आएर कार पछाडि डिक्कीमा केक होल्ड गरेर अब हामी केक काट्ने तर्खरमा छौँ। साथमा सेफ युवा र प्यारो भाइ केशव भाइको पनि उपस्थिति भइसकेको अवस्था छ। र केक काट्न त लागि तर हामीसँग नाइफ नभएको हिसाबले मैले भाइलाई पुस गर्दैछु रेस्टुरेन्टबाट, नाइफ लिएर अब भाइ जाऊ कि जाऊ भन्दैछु। भाइ जाँदैछन् र अब नाइफ पनि लिएर आएर क्यान्डलहरू पनि रेडी भइसक्यो। पाण्डेजीले भिडियो खिच्दै हुनुहुन्छ भने हामी चाहिँ अब म चाहिँ केक काट्ने क्रममा क्यान्डल जलाउँदैछु। क्यान्डल पनि आफै जलाउने भन्दा भन्दै हाँस्दै होस् जलाउने। जब यो जलाउँदै गर्दाखेरि मेरो हात पनि यति मिठोसँग पोल्यो, तर पनि द्याट्स फाइन कि मेरो एकदमै खुसीको दिन थियो। साथीभाइहरूको साथमा यति धेरै इन्जोय गर्न पाउँदाखेरि म आफूले आफूलाई एकदमै भाग्यमानी पनि ठानेको थिएँ। थ्याङ्क यू सो मच एभ्री वान फर मेकिङ माई बडी सो प्रिटी होइन। आई वाज भेरी ह्याप्पी अनि आई फिल सो लकी टु हेभ यु अल। अनि थ्याङ्क यू सो मच सबैजनालाई मेरो बर्थडे विस गर्नुहुने सम्पूर्णमा पनि धन्यवाद भन्न चाहेँ। र केक अझै पनि काटिएको छैन, क्यान्डलमै रमाइरहेका छौँ, जल्दो छ, जलिरहेको छ। जस लङ टाइम जलेको जस्तो फिल भयो। हामी एकदमै दीपावलीको दीप जस्तै रमाउँदैछौँ एकअर्कामा मिठो मुस्कानसहित। र अब लगभग सकिएको अवस्था छ। अझै बल्दै रहेछ। फाइनली सकियो। अब केक काट्ने तर्खरमा म चाहिँ केक काट्नतिर लागेँ र केक काटिसकेपछि म मेरो जिग्री पाण्डुलाई अब खोज्दैछु। केक काट्दै गर्दाखेरि प्लास्टिकै रहेछ अहिलेसम्म, ला बिर्सेको पो रहेछ। केक काटिसक्यो। ल भाइ अब तिमी गएर क्यामराम्यान बन, पाण्डुजीलाई अगाडि लिएर आऊ भनेर पाण्डेजीलाई स्टेजमा बोलाइयो। र अब केक काट्दै गर्दाखेरि पाण्डेजीको पनि खतरनाक उपस्थिति भयो। थ्याङ्क यू सो मच पाण्डेजी, यो सब तपाईँको करामत हो। र केक पनि हामी खाइसक्यौँ। बर्थडे सेलिब्रेसन हामीले यसरी गऱ्यौँ। यो साथ माया र आशीर्वादको लागि धेरै धेरै धन्यवाद सबैजनालाई। सेफीवाले क्या मिठो मायाका साथ पुरा केक दलिदिनु भयो। केक पनि एकअर्कामा खायौँ, रमाउँदै खायौँ, रमाइलोसँग खायो। अब त्यहाँ साइडको भाइहरूलाई पनि बोलाएर ल यो केकहरू चाहिँ खानुपर्छ भने रेस्टुरेन्टको भाइहरूलाई पनि उताबाट भाइले बोलाउँदै हुनुहुन्छ। र हामी स्टिल पनि केक खाने खुवाउने र कसैले चाहिँ अब त्यहाँ भएको कार्टुनहरू बोकेर यताउति फ्याँक्ने क्रम चलिरहेको छ भन्दै सबैजनालाई धेरै धेरै धन्यवाद तपाईँहरूको आशीर्वाद र मायाको लागि। थ्याङ्क यू।